चङ्खेली हिमाल जो 1 रुपियाँको नोटमा हामी देख्न पाउँथ्यौँ। त्यो बिरलै भयो सायद त्यस्तो नोट छापिन बन्द गर्यो। तर राजाको शासनकाल हुँदा श्री 5 सरकारले यो पहाडलाई 1 रुपियाँको नोटमा अङ्कित गराएर छाप्ने गरेको थियो, जसलाई हामी थोरै रारा तालबाटै हेऱ्यो भने ठ्याक्कै देखिन्छ। हेरेर कति मजाको यो थोरै देखिनुपर्ने यो हरियो जङ्गलभन्दा पारिपट्टि देखिने त्यो पहाड देखिरहनु भएको छ चङ्खेली हिमाल हो, जुन चाहिँ हामी 1 रुपियाँको नोटमा देख्न पाउँछौँ। पुरानो 1 रुपियाँको नोटमा हामी देख्न पाउँछौँ। राराको फाइनली हामी छेउछाउमा पुग्न थालिसकेका छौँ। रारा छेउछाउमा हामी पुग्न थालिसकेका छौँ। राराको छेउछाउमा अर्को ढुङ्गा उता आइरहेको छ, एउटा ढुङ्गा पछाडि छ हाम्रो टेङ्गो ढुङ्गा पनि हामी अगाडि नै पुगेको छ। अब अगाडिबाट हामी घोडा चढेर तल सल्लेरी भन्ने ठाउँमा हाम्रो गाडी छ, त्यसमा हामी पुग्नेछौँ। यति रोमाञ्चक, यति रमाइलो छ भिडियो हेर्न। तपाईँ पनि पक्कै पनि भन्नु पर्यो।